नमस्ते। मैले एलोभेरा यसरी काटेर रेडी पारेको छु। त्यसको चाहिँ मैले के बनाउँदैछु भन्देखि आज जेल बनाउँदैछु। एलोभेराको जेल चाहिँ आज म आफै बनाउँदैछु। होममेड कसरी बनाउनुपर्छ नाइट क्रिम बनाउनुको लागि चाहिँ मैले यो भिडियो लिएको नि त। तर तपाईले एलोभेरा काटेर चाहिँ डाइरेक्ट यसरी जेल निकाल्नु हुँदैन। त्यसको मुनि चाहिँ काटेर 1 आवर जस्तो तपाईले पानीमा राख्नुपर्छ। त्यसो गर्दाखेरि चाहिँ यस्तो त्यो ग्रीन टाइपको निस्किन्छ नि, त्यो चाहिँ तपाईले फ्याक्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईले स्किनमा लाउँदाखेरि चाहिँ तपाईलाई यस्तो र्यासेसहरु हुन्छ, चिलाउँछ हो। सो यस्तो मात्रै यो मात्रै राख्नुपर्छ यसरी यस्तो प्रकारले। त्यहाँदेखि एलोभेरा जेल निकाल्नुलाई चाहिँ तपाईले के गर्नुपर्छ भने तपाईलाई यस्तो एउटा यस्तो कोमको हेल्पले तपाईले यसरी निकाल्नुपर्छ। यसो गरेर यसो गरेर यस्तो प्रकारले यस्तो टाइपले तपाईले निकाल्नुपर्छ। यस्तो पाराले यसरी गरेर चाहिँ तपाईले एलोभेराको जेल निकाल्नुपर्छ। यो चाहिँ नाइट क्रिम बनाउनुको लागि है। तपाईले सुन्नुहुँदैछ नि, यस्तो निस्किन्छ है एलोभेरा चाहिँ जेल। यस्तो टाइपले तपाईले बनाउनु पर्ने हुन्छ हो। मुनिको चाहिँ निकाल्नु हुँदैन, त्यो ग्रीन चाहिँ माथि माथिको हुन्छ नि, त्यो चाहिँ तपाईले यस्तो काङ्ग्योले निकाल्नुस् ल। त्यसरी निकाल्नु भयो भनेदेखि चाहिँ यसरी जेल निस्किन्छ नि त। यो जेल क्रिमको लागि यसरी अप्ठ्यारो भयो मलाई भिडियो बनाउन। आज माथि रुममा बनाउँदैछु नि त म भिडियो। सो देख्नु पुरा हावा चल्दैछ तल किचनमा चाहिँ, किचनको त्यहाँनिर हावाकैमा त साउन्ड सुन्दैछ भनेपछि म आज यहाँ रुममा बनाएको। यसरी निकाल्नु तपाईले देखिहाल्नु भयो, तपाईहरुलाई आइडिया भयो नि त। यसलाई यसरी काट्यो, त्यहाँदेखि यसरी निकाल्यो। यस्तो टाइपको निस्किन्छ एलोभेरा जेल चाहिँ। यसरी निकालेर चाहिँ निस्किसकेको छ एलोभेरा। अब निस्किसकेकोलाई चाहिँ यसलाई चाहिँ म कलेक्ट गरेर चाहिँ एउटा यसमा राखेर चाहिँ म क्रिम बनाउँछु। यति भएको छ यति भएको छ। यो प्लान्ट बेस्ड एलोभेरा लिएर चाहिँ मैले आफ्नो बारीको लिएको नि त यो नाइट क्रिम बनाउनुको लागि चाहिँ यसरी लिएको छु। यस्तो हुन्छ है एलोभेराको। तपाईले यसरी कोमले कोर्दाखेरि चाहिँ यस्तो प्रकारले निस्किन्छ एलोभेरा चाहिँ। बेसी चाहिएको छैन मलाई, खालि यो टीस्पुन हुन्छ नि सानो, त्यसको चाहिँ 1 स्पुन मात्रै चाहिएको छ। मैले खालि 3-4 दिनको लागि मात्रै बनाउँदैछु नि त नाइट क्रिम। किनभनेदेखि मैले यो मेथीको जुस बनाएको छु हैन, त्यसमा चाहिँ म तपाईहरुलाई त्योसँग चाहिँ म तपाईलाई बनाएर देखाउँछु नाइट क्रिम नेक्स्ट भिडियोमा। किप वाचिङ माई भिडियो।